आज म ठुलीबेरी नगरपालिकाको वडा नम्बर 6 को थरगाउँ भन्ने ठाउँमा छु। थरगाउँमा भएका प्राकृतिक वस्तुहरू, पर्यटकीय क्षेत्रहरू के छ त यहाँको यस्तो हेर्न लायकको ठाउँहरू म खोजतलास गर्दैछु। र आज म एकजना यहीँ गाउँकै हाम्रो दानबहादुर रोका सरलाई लगेर म जङ्गलमा जाँदैछु। हेर्न लायक ठाउँहरू म आज घुम्न जाँदैछु र तिनी ठाउँहरूको बारेमा हजुरहरूलाई मैले भिडियो मार्फत जानकारी दिनेछु। भिडियो अन्तिमसम्म हेर्नुहोला, हजुरहरूले स्किप नगरी हेर्नुहोला। मैले तपाईँहरूकै लागि गाउँ गाउँमा गएर यस्ता अनौठा चिजहरूको चाहिँ खोजतलास गर्दैछु, जसले गर्दा एक त पर्यटकीय क्षेत्रको चाहिँ तिन ठाउँको चाहिँ पर्यटकीय क्षेत्रको प्रचार प्रसार हुने भयो। अर्को कुरा, यी पर्यटकीय क्षेत्रको सम्भावना बोकेका ठाउँहरूले कहिले संरक्षण त पाउला नि, संरक्षण पनि होला भन्ने हेतुले मैले यस्ता कामहरू गर्दैछु। हामीले अब खुर्सानी, लसुन, लगर हो, यो लगर थरगाउँबाट भर्खर स्टार्ट हुँदैछ। हामी हेर्नुहोस् त्यो जङ्गलमा जाँदैछौँ, पारि चुचुरो छ नि, त्यो जङ्गलमा जाँदैछौँ। अनि त्यो जङ्गलमा गएपछि फेरि अर्को ठाउँमा जाँदैछौँ। अहिलेलाई भने हाम्रो यात्रा त्यो डाँडोसम्मको हुनेछ र हामी बाटो यही हो, हामी अब जाँदैछौँ त। थरगाउँ गाउँ क्रस गरेर अब तल अब कहाँतिर अब यो भट्टे खोलातिर जाँदैछौँ। पहिला सुन्नु यहीँ थियो अरे, पछि अब यसको कथाहरू भनौँला, पछि बेलुका भनौँला। यसको एकदम इन्ट्रेस्टिङ कथाहरू छ, सुन्दा यहाँबाट किन गयो होइन भन्ने कुराहरू बेलुका भिडियोमा चाहिँ मैले भन्ने नै छु। अहिले भने अब हामीलाई हतार छ, यत्रो माथि डाँडा जानुपर्ने छ है त। ओखरको रुखमा हो न, ऊ सुन तपाईँलाई यो गहिरो छ नि, हो यहीँ थियो हेर्नुहोस् सुन्द है त। यो सुन्द भएको ठाउँ हो। अहिले चाहिँ यहाँ चाहिँ स्याउका बिरुवाहरूले चाहिँ रकमक्क गरेको छ। सबैले स्याउका बिरुवा लाउनु भएको छ, एउटा राम्रो पोजिटिभ कुरा हो। अब सुन्द यहाँबाट अब अन्त गए पनि यहाँको यो माटोलाई चाहिँ यहाँका मानिसहरूले चाहिँ अब स्याउ खेती गरेर, व्यवसाय खेती गरेर चाहिँ अब यहाँ उत्पादन गराउने र अब आफ्नो जीविकोपार्जन गर्ने, आफ्नो जीवनस्तर माथि बस्ने कामहरू गरिरहनु भएको छ। एकदम राम्रो स्याउका बुट्टाहरू हेर्नुहोस् त, यस्तो राम्रो हरियो छ, एकदम लागेका छन् क्या स्याउका रुखहरू। सारा घेरावर भइसकेको छ, आनन्द छ।
यहाँ एउटा मन्दिर बनाइएको छ अगाडि। अनि हेर्नुहोस् यो हाम्रो घट्टे खोला लगेको जलविद्युत आयोजना। कहाँ घटाइयो त? घटाइयो ल हामी घट्टोमा आइसकेका छौँ। घट्टो को छ यहाँभित्र? ल घट्टो कसैले घट्टो नदेखेको हुनुहुन्छ भने हेर्छ है घट्टो है। हेर्नुहोस् यहाँ यो अहिले मकै पिसिरहनु भएको छ र यो चाहिँ यो मकै यहाँभित्र हाल्ने, मकै यहाँभित्र हाल्ने होइन। अनि त्यसले त एक दुई दाना खान्छ। अनि यसरी दिनभरि लगभग एक कोटी कति 1 घन्टा जति लाग्छ, 1-2 घन्टा लाग्छ। हेर्नुहोस् यही हो है घट्टो भनेको, यही हो साथीहरू है त। यो चाहिँ यो घुमेपछि बल्ल माथिको पात्र पनि घुम्छ। यो चाहिँ पनालो है। हेर्नुहोस् यो पानी यसरी जान्छ अनि तल चाहिँ घट्टो घुमाउँछ है त। आधुनिक मेसिन हो यो। र यसरी हेर्नुहोस् यो राख्ने कारण के हो भने यो चाहिँ माथिबाट झाडा कतरले गर्न गएर घट्टो अड्काउँछ कि भनेर यसरी राखिन्छ है। ल यो पनालो भन्छ यसलाई। यहाँबाट पानी फालेपछि तल घुमाउँछ अनि माथि नै घुम्छ है त। यो झर्ना है कति सुन्दर छ झर्ना। अति सुन्दर है। छ।
अघि फेरि झर्ना पर्ने पानी यही है साथी, यहाँबाट लगेका छन्। अब यहाँ आज झर्नाको हामी त्यो झर्नाको दुईजना आयो भने पट्किन्छ कि ल तपाईँ भिडियो हुनु है। कस्तो चाहिँ यसले धान्छ, दुईजनादेखि डर हुन्छ यो। साथीहरू म चाहिँ एकदम अलि अनौठो काम गर्छु कि होइन, पहिलेदेखि अनौठो काम गर्नु जन्मिया हुँ, यस्तै अनौठो काम गर्छु। अब तपाईँहरूले एकदम भिडियो आउँछ नि हेर्नु होला होइन। अब यो यहाँबाट त्यहाँ जान कम गाह्रो छ तर भाइ, कहीँ पनि अब प्रेस गर्छु त्यहाँबाट कहिले लोट्यो भने हाम्रो आउनु होला है साथीहरू। केही हुँदैन क्या, बलि छ त्यहाँ। ए सकिन है म त। त्यहाँ मैले सक्दै सकेन नि त यार, यस्तोमा गएर पल्टियो भने त खोलामा जान्छ, खतरा देखिँदो रहेछ। ल हेर्नुहोस् कस्तो राम्रो झर्ना छ है। यो झर्नाको नाम के अरे? घट्टेखोला झर्ना। घट्टेखोला झर्ना साथीहरू कस्तो छ हेर्नुहोस् त ल, कस्तो राम्रो झर्ना छ है यो। तपाईँ मलाई मन पर्यो यार, तपाईँले के साथीहरू यो झरना कस्तो लाग्यो? यो हो घट्टेखोला झरना, अत्यन्तै सुन्दर रमणीय छ। मलाई त एकदमै मन पर्यो। तपाईँहरूले मन पर्यो परेन? मन पर्यो भने मन पर्यो भनेर कमेन्ट गर्नु होला साथीहरू। यदि तपाईँले यो झरना हेर्ने मन छ भने थरगाउँबाट जम्मा 15-20 मिनटमा पुग्न सकिन्छ है त साथीहरू।